हामीले अब के सहन गर्नुपर्छ र वर्तमान अवस्थामा सम्भावना र चुनौती के हुन् यो बारेमा जुन 2 दिने कार्यक्रम राखेर होमस्टे हाम्रा संगठनहरूलाई आमन्त्रण गरेर यो जुन कार्यक्रम राख्नु भएको छ आयोजकलाई पर्यटन बोर्डलाई मैले हार्दिक धन्यवाद दिन चाहन्छु र म आज यहाँहरुसँग सबै कार्यक्रममा 2 दिनसम्म पनि बस्ने इच्छा थियो किन भन्दा पर्यटन उद्योग भन्ने बित्तिकै सबै यहाँ पर्यटन व्यवसाय होमस्टे हाम्रो गाउँ घर झल्किने सबै हाम्रा संस्कृति प्रकृतिका जुन हाम्रा प्यारा कल्चरहरू छन् त्यसमा बस्ने इच्छा थियो सदा सधैँ पनि आजै हाम्रो प्रधानमन्त्रीजी आउँदै हुनुहुन्छ त्यो कार्यक्रममा म जानुपर्ने छ र अर्को कार्यक्रम पनि मन्त्रालयमा भएको हुँदा यहाँहरूसित लामो समय लिएर बस्नु पाइनँ र हाम्रो रामजी सरले धेरै कुरा विस्तृत रूपमा यहाँ भन्दै जानुभएको थियो मेरो जानी समय व्यस्तताका कारणले पनि फेरि पनि उहाँ जोडिने होमस्टेको जुन विज्ञता उहाँसित छ फेरि पनि यहाँ जोडिएर कार्यक्रम गर्न मिल्यो त्यसो भए मैले छोटो भने र यहाँले जुन अहिलेसम्म हाम्रो होमस्टेले गरेका प्रगतिहरू छन् त्यसको सबै यहाँले आज रिपोर्टिङ यो छलफलमा गर्नुहुनेछ र आगामी दिनमा यहाँहरूको योजना के छ पर्यटन बोर्डले हाम्रो पर्यटन जाने जुन हाम्रो संगठनहरू छन् मन्त्रालयले के गर्नुपर्छ र हाम्रा होमस्टेहरू उद्देश्य होमस्टे गाउँमा आवश्यक रहेको भन्ने उद्देश्यले खोलिएका स्थापना गरेका हाम्रा होमस्टेहरू हुन् यसको विकास र विस्तारका लागि हामी सबैले एक भएर अघि बढाउनुको विकल्प छैन अहिलेको अवस्थामा अहिले यहाँ हाम्रो रामजी सरले भनिसक्नु भएको थियो कि गाउँमा युवा छैनन् सबै विदेशतिर आकर्षण भएको छ र हाम्रा हिजो पुर्खाले हाम्रा गाउँमा जोगाएर राखिदिएका संस्कृति हाम्रा कल्चर हाम्रा विभिन्न प्यारा चाहिँ हाम्रा संस्कृतिहरू छन् लगायत धेरै कुरा जोगाएर राखेर हामीले हस्तान्तरण गर्नुभएका हाम्रा पुर्खाले त्यो गरेको स्थानमा आज हाम्रा गाउँहरू रिक्ता छन् हाम्रा युवा युवतीहरू विदेशतिर आकर्षण छ त्यस्तो अवस्थामा सम्भावनै नभएको मरुभूमि देश हाम्रो नेपाल त होइन नि हाम्रो सानो देश भएर पनि हामीसँग धेरै सम्भावना छन् यसको इमान्दारी छ हामीले खोजबिन गरेर हाम्रा गाउँलाई हामीले हिजोको जस्तो थियो अझ राम्रो बनाएर राख्नुपर्छ त्यो जिम्मेवारी तपाईँ हाम्रो काँधमा छ त्यो गर्नुपर्छ भन्ने उद्देश्यले स्थापना गरिएका यी होमस्टेहरू हुन् योभन्दा पहिलाको विगतको सरकारले जुन होमस्टेको अवधारणा ल्यायो अनुदान दिने होमस्टे खोल्ने भनेर ल्यायो 17-18को कार्यक्रममा हाम्रा धेरै होमस्टे खोल्ने काम भयो 331 होमस्टे स्थापना भयो हाम्रो गण्डकी प्रदेशमा तर अहिले म यहाँ 8-10 महिना भयो हाम्रो प्रदेशले जिम्मेवारी लिएर आइसकेपछि होमस्टेको अवस्था कस्तो छ के छ धेरै होमस्टेमा म पुगेको छु र कति होमस्टेहरू अहिले नवीकरण पनि छैन उहाँहरूले काम गर्न पनि छोड्नु भएको छ कतिले उत्साहका साथ गर्नुभएको छ कतिले गर्न इच्छा छ तर वातावरण मिलेको छैन सबै त्यस्ता होमस्टेहरू छन् र पनि फेरि हामीले के गर्न सकिन्छ हाम्रो होमस्टेमा आज विगत सरकारले पहिला स्थापना गर्दा 35-40 करोड बजेट भएको थियो तर अहिले हाम्रो यो विगतको सरकारले होमस्टे शीर्षकमा जम्मा 1 करोड रुपियाँ विनियोजन गरेको थियो र हामीले त्यसैमा पनि सूचना जारी गरेर कुन अवस्थामा कुन होमस्टे छ मात्र प्रोत्साहन गरौँ भनेर थोरै बजेटको सपोर्ट गरेका छौँ र
तपाईहरुले यहाँ अहिले हाम्रो पस्गाउँको जुन सांस्कृतिक कार्यक्रम देखाउनु भयो, म पस्गाउँ पनि गएर आएको छु। सांस्कृतिक कार्यक्रममा मैले त्यो बेला हतार गर्दा मैले देख्नु पाइनँ। यति राम्रा संस्कृति, यति राम्रा हाम्रा कल्चरहरू छन्, यिनलाई जगेर गर्दै अझ राम्रो व्यवस्थित गर्दै हाम्रा गाउँलाई राम्रो गराउने र हामीले गाउँ र सहरको हाम्रो गण्डकी प्रदेश बनेको त्यसै पनि अरू देशले हेर्दाखेरि वाद विवाद गर्दा आदि इत्यादि गर्दा मैले सबै ठाउँमा सहरमा देश विदेशमा मैले हामी गण्डकी प्रदेशवासी गण्डकीमा जन्मनुको लागि ठुलो गर्व गर्नुपर्छ। काठमाडौँ आएर मान्छेले पोखरालाई के फर्कने पोखरा नगई नेपाल गएको भइँदैन भन्छन्। त्यस्तो ठाउँमा हामी छौँ। काठमाडौँ भन्दा पनि अझ राम्रो र सुन्दर भनेको हाम्रो गण्डकी प्रदेश हो। धेरै सम्भावनाहरू छन्। उद्योग र पर्यटनको जिम्मेवारी अहिले मैले लिइरहेको अवस्थामा पर्यटनलाई कसरी उद्यम सिलसिलामा जोड्न सकिन्छ, पर्यटनलाई कसरी कृषिमा जोड्न सकिन्छ र यिनलाई संयुक्त रूपमा बनाएर अघि बढाएर आज हाम्रा गएका विदेशका युवाहरू कसरी हाम्रै गाउँ हाम्रै देश राम्रो छ भन्ने एउटा माया जगाएर उद्यमशीलतामा जोडेर आय आर्जन गरेर जीवन बिताउने खालको कसरी सिर्जना गर्न सकिन्छ भन्ने बारेमा हामी गण्डकी प्रदेश सरकार अत्यन्तै इच्छुक हिसाबले लागेको छ। हो तत्काल यहाँलाई परिणाम देखाउन सकिएको छैन, तर हामीले कसरी हुन्छ हाम्रो पर्यटनलाई हाम्रा गाउँको होमस्टेहरूलाई हामी चाहिँ उद्यमशीलतामा जोडेर कार्यक्रम गरेर अघि बढाएर लिएर जानको लागि हामीले कार्यक्रम ल्याएका छौँ। आगामी दिनमा पनि पर्यटनलाई होमस्टेलाई हामीले बजेट विनियोजन गरेर कति हो अघि बढाउन पर्ने कुरामा हामी प्रधानका साथ लाउनेछौँ। र यहाँहरूले जुन आज आयोजक हाम्रो पर्यटन बोर्डले जुन कार्यक्रम राखेर हाम्रा गाउँका होमस्टेहरूलाई बोलाएर अहिलेको अवस्थामा भएका हाम्रा सम्भावना र चुनौतीको बारेमा छलफल राख्नु भएको छ र हाम्रा विभिन्न संस्कृति छन्, ती कल्चरहरू भोलि देखाउने कार्यक्रम छ र हाम्रा गाउँका होमस्टेका दिदीबहिनी दाजुभाइहरूले अहिले भएको अवस्थामा यहाँहरूले तथ्यगत रूपमा आखिर एक त अनुदानका आशा गरेर होमस्टे चल्दैनन्। तपाईँलाई कुनै अनुरोध गर्न चाहन्छु, तपाईँले आफै आत्मनिर्भर आफै केही गर्न सक्छौँ, हाम्रो गाउँमा बसेर हामीले काम गर्न सक्छौँ भन्ने भावनाको विकास गरेर अघि बढ्नु। मन्त्रालयले पर्यटन बोर्डले र पर्यटन व्यवसायीले हाम्रा गाउँका होमस्टेलाई संवर्धन प्रवर्धन गरेर अघि बढाउनुको लागि सबैको चाहिँ चाहना छ र एकता हामीले साथ गरेर चल्यौँ भने हाम्रो समग्र पर्यटनलाई अघि बढाउनुको लागि हामी तपाईहरू सबैको कर्तव्य छ। जस्तै मौरीले हरेक दिन मौरीले त्यस्तो चिज उत्पादन गर्छ तर उसलाई कतिखेरै बिसाउनु पर्दैन, उसले कतिखेरै पनि बिसाइ मार्ने समस्या छैन, समय उसलाई मिल्दैन र उनीहरू कहिले कल झगडा पनि गर्दैनन्। एकता मात्रै छ। कहाँ हाम्रो यो देश बनाउन, हाम्रो गण्डकी बनाउन तपाईँ हामीहरूको जिम्मेवारी छ। यसका साथ इमान्दारिताका साथ केही गर्न सक्छौँ भन्ने भावना लाएर अघि बढौँ र गाउँका हाम्रा होमस्टेहरू छन्, होमस्टेहरूमा हाम्रो चाहिँ अलिकति कतिले होमस्टे चलाउँछु भने पनि संस्कृतिलाई चाहिँ जोड्न नसक्ने, हाम्रो चाहिँ अलिकति कामलाई जोड्न नसक्ने भएर पनि कति होमस्टेहरू चाहिँ विस्थापित भएका मैले देखेँ र अलिकति हाम्रो चाहिँ नवपुरमा होमस्टेको व्यवस्था अलि राम्रो छ। त्यहाँ छान समुदायमा हाम्रो जस्तै अमरडारी भयो, हाम्रो पिपलहर होमस्टे भयो, ती होमस्टेहरूमा म सबै बुझेको छु। उहाँहरूको त संस्कृति देखाउन, प्रकृति एउटा कल्चर देखाउन हरेक क्रममा अनुशासन हिसाबले अघि बढ्दै हुनुहुन्छ। त्यस्तै हाम्रा हरेक होमस्टेहरूमा म धेरै जस्तो होमस्टेहरूमा गएको छु, बाँकी रहेको पनि म जाने सबै ठाउँमा एउटा योजना बनाएको छु। आज दिदीबहिनीहरू दाजुभाइहरू आएर आफ्नो संस्कृति देखाउनु भयो। अहिले यहाँमा यो अवसर हो। हामीले पर्यटन बोर्डले हामीसँग सल्लाह गर्नुभएको थियो 11 जिल्लामा 22वटा होमस्टे
लाई 2 दिने कार्यक्रम राखेर उहाँले कति स्तर उन्नति गर्नुभयो अहिलेसम्म उहाँको वास्तविक अबको चाहिँ उहाँको अबको चाहिँ योजना के छ उहाँको आशा के छ हामीले के गर्न सक्छौँ भन्ने बारेमा हामीले कार्यक्रम गर्दैछौँ भनेर मन्त्रालयमा जानुभएको छ बहुत राम्रो कार्यक्रम ल्याउनुभएको छ गर्नुहोस् गरौँ भनेर भनियो आज 22 मा 27 वटा होमस्टेहरू हाम्रो गण्डकी प्रदेशबाट आउनुभएको छ अरू धेरैलाई समेट्ने एकैचोटि मिलेन फेरि पनि हामीले समेट्ने काम गर्नेछौँ तपाईँहरूको जुन जिम्मेवारी अहिले आएको छ र आज यो 2 दिनमा जति यहाँले सिक्नुहुन्छ सिकेर गएपछि तपाईँहरूको आफ्नो होमस्टेको जुन एउटा सञ्चालक समिति छ अथवा हाम्रो होमस्टेका कति घर सामुदायिक होमस्टे 10 घरभन्दा तलको सामुदायिक होमस्टे भएर त्योभन्दा माथि अस्ति म मङ्गाको 26 घरसम्म हुँदैछ होमस्टेमा होइन त्यसै हाम्रा खोलिएका होमस्टे छन् हाम्रो उद्देश्य हामीले मैले अहिले भनिसकेँ हाम्रा होमस्टेहरूको उद्देश्य के हो हाम्रा गाउँमा हामीले विस्तारित नगराउने हामी हाम्रा पुर्खा गाउँमै रमाएर बसे हामी पनि त्यही गाउँलाई राम्रो बनाएर तिनै गाउँमा बस्ने कहीँ उत्पादन गर्ने कहीँ उद्यमशीलतामा जोड्ने कहीँको खाना खाने र हाम्रा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई के अरे त्यो गाउँमा रमाएर 2 दिन बस्दा 4 दिन बसेर ती पाहुनाहरूलाई पठाउने हामीले केही आय आर्जन गर्ने नेपालीपनको देखाउने आन्तरिक पर्यटकलाई पनि जाने आकर्षित गरेर जाने जुन एउटा उद्देश्यले खोलिएका हाम्रा होमस्टेहरू हुन् यो उद्देश्य अनुसार अघि बढ्नको लागि यहाँहरूलाई प्रेरणा मिलोस् यहाँहरू अघि बढ्नुहोस् हामीले होमस्टेलाई व्यवस्थापन गर्नको लागि होमस्टेलाई अघि बढाउनको लागि गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयले हाम्रो बजेट सानो छ अहिले बजेट घटेर आएको छ प्रायः सालभन्दा पोहोर घट्यो पोहोरभन्दा अहिले घट्यो र यहाँमा धेरै सहयोग गर्ने इच्छा छ सँगसँगै विभिन्न ठाउँमा विभाजित गर्नुपर्ने हुँदा हामीले जति गर्न खोजेछौँ त्यति गर्न त सकेका छैनौँ सक्दैनौँ मैले यहाँलाई भनिसकेँ कि आफू आत्मनिर्भरको बाटो हामी सक्षमसम्म हामीले गर्छौँ भन्ने भावनाका साथ अघि बढ्नुहोस् सरकारले पर्यटन बोर्डले गरेर हुने काममा यहाँहरूलाई पछि अर्को छैन हामी सहयोग गर्नेछौँ र यहाँहरूको 2 दिनको जुन छलफल हो अत्यन्त फलदायी होस् राम्रो होस् परिणाममुखी होस् यो 2 दिनको हाम्रो यो प्रशिक्षण कार्यक्रमले तपाईँहरूले गाउँमा गएर यहाँ सिकेका कुराहरू गाउँमा हाम्रा होमस्टेलाई हाम्रा गाउँलाई सबैले सिकाएर भोलिको दिनमा हामीले केही गर्न सक्ने जस्तो कार्यक्रमको लागि जुन एउटा भावना राखिएको त्यो यहाँलाई प्राप्त होस् र सम्पूर्ण आज यस कार्यक्रममा बनाउनु हुने आयोजक केन्द्रदेखि पर्यटन व्यवसायीहरू र गाउँ गाउँबाट आउनुभएका हाम्रा होमस्टेका सम्पूर्ण संगठनका दिदीबहिनी दाजुभाइहरू तपाईँहरूसँग फेरि पनि म होमस्टेमा गाउँमै आएर पनि म जोडिनेछु बस्नेछु यहाँका सल्लाहलाई शिरोधार्य गर्दै भावी दिनमा होमस्टेलाई हाम्रो पर्यटनलाई हाम्रो उद्योगलाई सहकार्य गरेर अघि बढाउनको लागि यहाँका अनुरोध मलाई पनि जुन एउटा इच्छा आकाङ्क्षा छ र यहाँहरूको सबैको सहयोग र सहकार्यले केही गरौँ भन्ने जुन भावना यहाँको छ त्यो सबैको पुरा होस् न हाम्रो देश हाम्रो गण्डकी अरूभन्दा फरकसम्म अहिले पनि गर्व गरौँ अझ राम्रो बनाएर हाम्रो गण्डकीलाई हामी एउटा स्वर्गसरी बनाएर जानुको लागि तपाईँ हाम्रो जिम्मेवारी आजभन्दा आगामी दिनमा अझ गहकिलो र अझै जिम्मेवारीपूर्ण भएर अघि बढौँ भन्दैन यहाँ सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दै म बिदा हुन्छु हस् धन्यवाद नमस्कार।